हेलो साथीहरु, नमस्कार सम्पूर्णमा तपाईहरुलाई थामी युट्युब च्यानलमा स्वागत छ। यो चाहिँ आज मेरो अकबरे खोर्सानीको फेदमा राख्नको लागि क्याल्सियम अन्डाको खोस्टाबाट पनि क्याल्सियम पाइने भएको भएर अकबरेको खोर्सानीको फेदमा यो राख्नको लागि धुलो पार्दैछु। तपाईहरुलाई अहिले खोर्सानी पनि म देखाउने छु। मेरो अकबरे खोर्सानी एकदम राम्रो छ यसपालिको। टक्क ल्याएर यो फेदमा थोरै राख्ने अनि खोर्सानीले अलिकति भए पनि भिटामिन उपलब्ध भएको भएर यो धुलो बनाएर अझ यसमा थोरै खरानी तोरीको पिना राखे झनै राम्रो। खोर्सानीलाई पनि भिटामिन आवश्यकता पर्ने भएकोले यो तयार गरेको यो चाहिँ यसरी खोर्सानीको बोटमा हल्का जरामा राखिदिनु पर्ने हो। खोर्सानीलाई पनि क्याल्सियम भिटामिनको आवश्यकता पर्ने भएकोले यसलाई यसरी राख्न सकिन्छ। अन्त यो चाहिँ मेरो गोलभेडा बारी अथवा टनेल हल्का फुल्का पाक्दैछ। दुईवटा टनेल छ मेरो, तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो गोरुलाई पनि टनेल भित्र राख्ने गरिन्छ। यता चाहिँ त्यति व्यवस्थित छैन, यो अलिकति फुर्सद नभएको भएर यस्तो छ हालत। टनेलको गोलभेडा पर्खे खेती हजुरहरु देख्न सक्नुहुन्छ। अलिकति फुर्सद नभएको भएर यसलाई सरसफाइ गर्न पाएको छैन। यो चाहिँ मेरो अकबरे खोर्सानी खेती हल्का नर्मल मल्चिङ सिस्टम पनि गरेको छु। यो मेरो अकबरे खोर्सानी खेती चाहिँ 1G 2G कटिङ गरिसकेको छु। यस्तो राम्रो छ कि तपाईहरुले देख्न सक्नुहुन्छ। यसपालि मेरो खोर्सानीको एकदम राम्रो छ, के रोगहरु पनि लागेको छैन यसपल्ट चाहिँ। हजुरहरु देख्न सक्नुहुन्छ अकबरे खोर्सानी खेती। अब यसले कतिको आम्दानी दिन्छ दिँदैन त्यो चाहिँ पछिको कुरा हो। अहिले चाहिँ एकदमै राम्रो छ। 1G कटिङ 2G कटिङ पछाडिको थियो मेरो खोर्सानीको बोटहरु तपाईहरुले देख्न सक्नुहुन्छ। आजलाई यति नै। कृपया मेरो भिडियो मन परेमा अवश्य एक सब्स्क्राइब गरिदिनु होला। तपाईको एक सब्स्क्राइबले नै मेरो अझै कृषिमा केही गर्न सक्छु भन्ने मनोबल बढ्नेछ। यी मेरा टनेला खोर्सानी खेती। धन्यवाद सम्पूर्णमा मेरो च्यानललाई हेरिदिनु भएकोमा, मेरो भिडियोलाई मन पराइदिनु भएकोमा धन्यवाद।